काम कला बेच्ने हो, तर कहिलेकाहीँ भइदिन्छ के भने कलाकार आफ्नो कलाले भन्दा पनि नहुनुपर्ने विषयका कारण समाचारमा आउँछन्। पछिल्लो समय गायिका कला लम्साल र गायिका एलिना चौहान आफ्नो गीत संगीतका कारण नभई व्यक्तिगत बयानबाजीले समाचारमा छाइरहेका छन्। जुन विषयमा उनीहरूका समाचार आइरहेका छन् तिनले उनीहरूको गरिमा बढाएको छैन, बरु गरिमा घटाएको छ। आफ्नो सिक्री लगाएर आफ्नै कुरा काट्दै अन्तर्वार्ता दिएको भन्दै गायिका एलिनामाथि सांकेतिक रूपमा कलाले एक अन्तर्वार्तामा बोलेपछि सो विवाद यति बेला चुलिएको छ। दुवैले एकअर्कामाथि आरोप प्रत्यारोप लगाइरहेका छन्। सिक्री चोरेको किस्साले कलाको अभिव्यक्ति आएको एलिनाको बुझाएपछि उनले सोको जवाफमा आफूसँग कलाको सिक्री होइन किडनी नै किन्न सक्ने हैसियत रहेको जवाफ फर्काएकी थिइन्। त्यस प्रकारको अन्तर्वार्ताबाट अपमानित महसुस गरेकी कलाले एलिनाको भनाइको कडा प्रतिवाद गर्दै अमेरिकामा सांगीतिक यात्राका क्रममा राख्नलाई दिएको सिक्री फिर्ता लिन निकै गाह्रो परेको र बल्ल बल्ल 1 महिनापछि सिक्री फिर्ता लिएको बताइन्। उनको यो भनाइमा एलिनाको यो सामग्री तयार पार्दासम्म कुनै पनि प्रतिक्रिया भने आएको छैन। उनीहरूको यो विवादलाई नेपाली कला क्षेत्रले भने प्रिय मानेको छैन। यो विषय मिडियाबाजीको नभई एक आपसमा बसेर सहजै सुल्झाउन सक्ने विषय भएको कला र कला प्रेमीहरूको भनाइरहेको छ। यस प्रकारको द्वन्द्वले उनीहरूलाई उचाइ दिने काम गरेको छैन, उनीहरूको व्यक्तित्वको ओझललाई कम गरेको छ। अहिले यो भाइरल युगमा कुन कुरा कहाँ कसरी बोल्ने भन्नेमा सहज हुनुपर्ने समय आएको छ। यस्तोमा सार्वजनिक परिचय बोकेका कलाकार यसमा झन जनाखो हुनुपर्नेमा उल्टै सार्वजनिक बाजाबाजमा उत्रिएका छन्। केही समय अगाडि नेपाली फिल्म क्षेत्रमा बलिदान र माइटिगर रिलिजका समयमा निर्माता सन्तोष सेन, रोहित अधिकारी र अर्का निर्माता तथा कलाकार दीपक राजगिरीहरू यस्तै प्रकारले बयानबाजीमा उत्रिएका थिए। जुन कुराको त्यति बेला पनि आफ्नो गरिमा घटाएर उनीहरू राम्रो नगरिरहेको चर्चा चलेको थियो। अहिले कला र एलिनाको विषयले फेरि त्यही कुराको पुनरावृत्ति भएको छ। यसमा फाइदा कसैलाई छैन होला। अन्तर्वार्ता प्रसारण भएका डिजिटल माध्यमले आफ्नो आम्दानी त्यसबाट केही मात्रामा थपे होलान्, तर एउटा कलाकारको व्यक्तित्व र छविलाई भने धमिल्याउने काम गरिरहेको छ। कलाकारले कुन कुरा सार्वजनिक रूपमा बोल्ने र कुन नबोल्ने भन्नेमा ध्यान दिनुपर्ने अत्यन्त जरुरी रहेको छ, अन्यथा यसले दिने परिणाम कसैको हितमा हुने छैन। तसर्थ एलिना र कलालाई हाम्रो सुझाव, मनमुटाव आपसमै सुल्झाउनुहोस्, मिडियाबाजी नगर्नुहोस्, बाँकी तपाईहरूको इच्छा।